हेलो गाइज, गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ भने 5:30 भइरहेको छ अनि यहाँनिर चाहिँ मर्निङ भ्यू एकदम शान्ति, चराहरूको आवाज मात्रै सुनिरहेको छ। कहाँबाट आएको त घुम्दै घुम्दै कहाँबाट आएको लामो जिउ बोकेर? अब नजिस्के। हाम्रो ब्रेकफास्ट चिया, मिठो चिया। बिहानको खाजा यो चाहिँ के पो फाले है, फाले सचिन दाको चाहिँ भुके रोटी। यहाँ सबजना ब्रेकफास्ट खाँदैछ। सब्जी चाहिँ के पो अरे, तामा, आलु। 3 वर्ष पुरानो तामा। 3 वर्ष पुरानो तामा यो। गीत गाउनु भन त मानस। मर्निङको भ्यू चाहिँ यस्तो दामी छ यहाँनिर हो। यहाँ पारि चाहिँ के भन्छ, कञ्चनजङ्घाको भ्यू रहेछ, तर यस्तो राम्रो देखेको छैन गाइस। यो उफ्रेको भए चाहिँ अलिक दामी देख्थ्यो है। यहाँनिर चाहिँ होमस्टेमा चाहिँ तपाईँको रुम चाहिँ छैन, तपाईँहरूको चाहिँ यही टेन्टमा सुत्नुपर्छ। यो चाहिँ तपाईँको अलिक अर्कै खालको रहेछ। तपाईँको मेन टेन्ट चाहिँ यहाँ माथि छ, दामी खालको टेन्ट चाहिँ। यो चाहिँ चराको उयो गुड भन्छ नेस्ट। यहाँ हाम्रो रातो अन्डा बसिरहेको छ यहाँ। सो म चाहिँ यहाँनिर हल्का रिल्स बनाउनु थालेँ है। म चाहिँ यहाँ दादाले रिल्स बनाइदिनु हुँदै थियो। अन्त यहाँबाट चाहिँ भ्यूहरू यस्तो दामी देख्दैछ है गाइस। हेर्नुहोस् ल तपाईँहरू पनि, एकदम दामी देखिरहेको छ। खुसी लाग्यो, राम्रो लाग्यो। हुन्छ, फेरि अझै नेक्स्ट टाइम आउँछ है। राम्रो रहेछ सबै खाना। इभेन्टहरू गर्नुहुन्छ नि तपाईँले? हुन्छ, हामी थ्याङ्क यू सो मच। तपाईँको यो यहाँको एड्रेसहरू अलिकति भनिदिनु। यो चाहिँ ल्यान्ड अफ क्याम्पस छ। यो जस्ट खोलेको 2 महिना हुँदैछ र यो चाहिँ गाङचुङ भिलेज पर्छ। नियरेस्ट आउने बाटो चाहिँ तपाईँको तिमी टी गार्डनदेखि माथि गुरासे रोड आउँदा टक्कै आइपुग्नुहुन्छ गाङचुङ। थ्याङ्क यू। अब हामी चाहिँ यहाँ होमस्टेबाट चेकआउट पनि गऱ्यो। अब हामी चाहिँ यहाँबाट निस्किँदैछौँ। यहाँ चाहिँ आज घाम पनि लागेर होला, एकदम दामी देखिरहेको छ। सो हामी चाहिँ अब यहाँबाट निस्केको, नयाँ चिजहरू एक्सपिरियन्स भयो भनौँ न। यहाँनिर चाहिँ हाम्रो चाहिँ यो थियो है, यहाँ चाहिँ मानसिङ, अन्त उतापट्टि चाहिँ दादा अनि म। यहाँ चाहिँ नयाँ एक्सपिरियन्स छ एउटा, अन्त मजा आउँदो रहेछ। यहाँनिर चाहिँ अब प्रायः मान्छेहरू चाहिँ कस्तो खालको आउँछ भने चाहिँ नि, यहाँ चाहिँ राइडरहरू मात्रै आएर प्रायः यस्तो क्याम्पहरू गर्छ है। तर आज चाहिँ हामीले पनि यहाँ आएर बितायो है। यति साह्रो मजा आउने खालको प्लेस रहेछ है। हुन्छ नि, यो चाहिँ शान्ति। अनि यहाँ चाहिँ जग्गाहरू पनि थुप्रो रहेछ यहाँनिर, अन्त एकदम मजा आउने। मानसले दङ्गाएर यहाँनिर बोक्नु लगाएर यहाँ सचिन दाले बोकिरहेको छ छोरालाई। यहाँ छोराले दङ्गाउँदैछ। के हो यो जुसुले बिजाउँदैन? मान्छे चाहिँ यहाँ डिजे भइरहेछ।